खडक नगरपालिका जो असोज 15 गते घटेको घटना हाम्रा बालिका माथि जुन बलात्कार हुने प्रयास भएको थियो, 3 जना केटाले चाहिँ जुन उलाई चाहिँ बलात्कार गर्ने प्रयास गरेको थियो र त्यसबाट उले बच्न सफल भयो हैन, बच्न सफल भयो र उले अहिलेसम्म न्याय पाएको छैन र दोषीलाई चाहिँ पञ्चायती गराएर चाहिँ त्यसरी फडार छोडिएको छ र अहिलेसम्म त्यसले चाहिँ न्याय नपाएर आफू असुरक्षित भएर अर्काको घरमा चाहिँ शरण लिन चाहिँ बाध्य भएको छ र बयान चाहिँ फेर्नलाई उलाई चाहिँ फोन मार्फत चाहिँ धम्की धाक चाहिँ आइरहेको छ, जसको बुवा पनि विदेशमा कमाउनका लागि गएको छ र आमा एकल महिला भनौँ अहिले चाहिँ आमा र छोरी मात्रै भएर झनै असुरक्षितमा पीडामा परेको छ र उसलाई मानसिक तनाव दिने काम सुरु भइसकेको छ। त्यसैले चाहिँ हामीले यो अहिले सामाजिक सञ्जालबाट पत्रपत्रिकाबाट हाम्रो पत्रकारहरूले जुन भिडियो अपलोड गर्नुभएको छ उहाँहरूबाट तपाईँले हेर्न सक्नुहुन्छ। छर्लङ्ग पीडितले भनेको छ कि मसँग भएका घटनाका विवरण उसले आफ्नै मुखले वर्णन गरेको छ र अहिलेसम्म न्याय पाएको छ, जसमा चाहिँ जनप्रतिनिधिदेखि लिएर समाजका अगुवा भद्र भला आदमी समेत त्यसमा चाहिँ पञ्चायती व्यवस्था लागू गराएर उसलाई चाहिँ अहिलेसम्म न्याय दिएको छैन र पैसाको चलखेलले गरेर अहिले उसलाई झनै पीडामा दिने काम गरिरहेको छ। हाम्रो लकडाउन भन्दा पहिले पनि बलात्कार हिंसाको घटनाहरू बढ्दै गएको थियो, वृद्धि भइरहेको थियो र दोषीलाई चाहिँ कारबाही नहुने, दोषीलाई पत्ता लगाउन नसक्ने र चाहिँ यो केसलाई यो बलात्कारी घटनालाई महिलाप्रति हुने हिंसा हत्या र लैङ्गिक समानताको चाहिँ हक अधिकार सुनिश्चितता हुन सकेको छैन, जो कि हाम्रो महिला पुरुष र तेस्रो लिङ्गी पनि पर्छ र उनीहरू पनि बलात्कार भइरहेको छ, हिंसामा परिरहेको छ। तर उनीहरूले न्याय पाउनको लागि चारैतिर गुहार लगाउनु पर्छ। न्यायपालिकाहरूको काम चाहिँ अहिले केही पनि देखिन पाइएको छैन, तिनीहरू आफ्नो जिम्मेवारीबाट चाहिँ विहीन भएको देखिएको छ। उनीहरू एउटा चाहिँ कठपुतलीको रूपमा मात्रै त्यहाँ राखिएको छ न्यायपालिकाहरू, जो चाहिँ तपाईँ हामी सबैलाई थाहा छ उपमेयरहरू नामको हुन्छ र त्यसको श्रीमान चाहिँ त्यसको रिमोट हुन्छ। यो कुरा चाहिँ कुनै लुके छुपेको छैन र उहाँहरू वास्तवमा पनि हाम्रो महिला दिदीबहिनीहरू कहिले पनि चुनावमा भाग लिन पाएको थिएन, यसरी 33% अधिकार लिन पाएको थिएन, जो कि यो चुनावमा लिन पाइयो स्थानीय सरकारमा र उहाँहरूले चाहिँ बाध्य भएर निर्वाचनमा जुन लागू गरेको थियो त्यो कानुनको बाध्य भएर चाहिँ पार्टीहरूले चाहिँ उनीहरूलाई महिलाहरूलाई चाहिँ सिट दियो, तर सिट दिए पनि अधिकार दिन पाइएको छैन। अहिले पनि महिलालाई के पनि थाहा छैन, कुनै कतै होला, तर चाहिँ प्राय तपाईँले हेर्न सक्नुहुन्छ भने 85% चाहिँ महिला चाहिँ नामको मात्रै कठपुतलीको रूपमा प्रस्तुति छ र त्यसको चलाउने भनेको उहाँको पुरुष उहाँको श्रीमान नै हुन्छ। पाइदैन बलात्कारीलाई जोगाउन पञ्चायती बसाउन पाइदैन पीडितलाई उल्टै मानसिक तनाव दिने काम बन्द गर, पीडितलाई उल्टै मानसिक तनाव दिने काम बन्द गर, पीडितलाई उल्टै मानसिक तनाव दिने काम बन्द गर, बलात्कारीलाई जोगाउन पञ्चायती बसाउन पाइदैन, बलात्कारीलाई जोगाउन पञ्चायती बसाउन पाइदैन, पीडितलाई उल्टा मानसिक तनाव दिने काम बन्द गर, बलात्कार गर्ने अपराधीलाई जोगाउन पञ्चायती बसाउन पाइदैन, बलात्कार गर्ने अपराधीलाई जोगाउन पञ्चायती बसाउन पाइदैन, बलात्कार प्रयासको घटनालाई मिलाउने जनप्रतिनिधि नेता र प्रहरीलाई कारबाही गर, पीडितलाई मानसिक तनाव दिने काम